एलबी लिंक राउटर को पासवर्ड कसरी चेन्ज गर्ने। नमस्ते, म गोविन्द गैरे। आज म हजुरहरुलाई एलबी लिंक को डीएसएल राउटर हो 300 एमबीपीएस को डीएसएल राउटर को वाइफाई को नाम र पासवर्ड कसरी चेन्ज गर्ने भन्ने सिकाउन गइरहेको छु। आउनुहोस् हेरौं। अब मोबाइलमा हजुरलाई स्वागत छ। एलबी लिंक को राउटर अन गर्नु होला र वाइफाई कनेक्ट गर्नु होला। सुरुमा हजुरको वाइफाई को पासवर्ड केही हुँदैन। त्यसपछि हजुरले यो सेटिङमा जानु होला र आईपी एड्रेस कहाँ छ हेर्नु होला। हजुरको मोबाइलले आईपी एड्रेस 192.168.16.100 लिएको छ। यो आईपी एड्रेस टिप्नु होला। त्यसपछि हजुरले गुगल क्रोम ओपन गर्नु होला। गुगल क्रोममा ओपन गरेर हजुरले यहाँ टाइप गर्नुपर्ने हुन्छ 192.168.16.1। यदि हजुरको मोबाइलले 16 को सट्टा 20 लिएको थियो भने यहाँ 20.1 लेख्नु पर्ने हुन्थ्यो। त्यसपछि हजुरले यहाँ लगइन पेज देख्न सक्नुहुन्छ। लगइन पेजमा हजुरले टाइप गर्नुपर्ने हुन्छ युजर नेम र पासवर्ड टाइप गर्नुपर्ने हुन्छ। युजर नेम पहिले नै दिएको छ एडमिन भनेर। अब पासवर्ड हजुरको राउटरको पछाडिपट्टि हेर्न सक्नुहुन्छ एडमिन लेखेको छ। त्यही एडमिन लेखेर लगइन गर्नु होला। त्यसपछि दुईवटा ट्याब सहित राउटिङ स्टेट र एडभान्स भनेर आएको छ। हजुरले एडभान्स भन्नेमा क्लिक गर्नु होला। त्यसपछि हजुरले यहाँ 2.4G वाइफाई सेटिङ भन्नेमा जानु होला। त्यसपछि हजुरले यहाँ वाइफाई र पासवर्डको नाम चेन्ज गर्न दिन्छ। वाइफाई को नाम भनेको एसएसआईडी लेखेको छ। एसएसआईडी को नाम काटेर आफ्नो नाम टाइप गर्नु होला। यदि हजुरले हिडन गर्न चाहनुहुन्छ भने हिडन एसएसआईडी भनेर लेखेको छ। हिडन एसएसआईडी मा टिक लगाइदिनु भयो भने हजुरको वाइफाई हाइड गरेर राख्न सक्नुहुनेछ। र पासवर्ड राख्नको लागि इन्क्रिप्सनमा ओपन लेखेको छ। ओपनमा क्लिक गर्नु होला। त्यसपछि हजुरले WPA/WPA2-PSK भन्ने चुज गर्नु होला। त्यसपछि हजुरलाई यहाँ पासवर्ड टाइप गर्न दिनेछ। हजुरले वाइफाई को पासवर्ड के राख्न चाहनुहुन्छ त्यो वाइफाई को पासवर्ड यहाँ टाइप गर्नु होला। टाइप गरिसकेपछि एप्लाई भन्नेमा क्लिक गर्नु होला। सेटअप सक्सेसफुली भन्ने लेखेको छ। तपाईले हेर्न सक्नुहुन्छ वाइफाई को नाम चेन्ज भइसकेको छ। अब हजुरको के नाम राख्नु भएको थियो वाइफाई को नाम त्यो आउनेछ र पासवर्ड के राख्नु भएको थियो त्यो टाइप गरेर कनेक्ट गर्न सक्नुहुनेछ। यसरी नै हजुरले एलबी लिंक राउटर को वाइफाई को नाम र पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। यदि हजुरलाई कुनै पनि कन्फ्युजन भयो भने तल कमेन्ट गर्न नबिर्सनु होला। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। यस्तै नयाँ टेक्नोलोजी सम्बन्धी भिडियोहरु हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्। गुड लक।